सबैमा नमस्कार, वेलकम टु बायोमेड डायरीज। सो आज चाहिँ बायोमेडिकल इन्जिनियरिङ पास्ट एमसिक्यू पार्ट 2 लिएर आएको छु, जुन चाहिँ त्रिभुवन विश्वविद्यालयको सर्भिस कमिसनले अस्ति 2082-08-27 मा लिएको इक्जामको तपाईको एमसिक्यूहरू हो। हेर्न सक्नुहुन्छ, यो चाहिँ तपाईको 36 नम्बरमा हेर्न सक्छौँ हामी। के रहेछ, एडेनोसिन ट्राइफस्फेट है। Adenosine triphosphate is primarily function as genetic material, structural scaffolds, energy currency, enzyme inhibitor। हेर्न सक्नुहुन्छ, एटिपी भनेपछि जेनेटिक मेटेरियल होइन, यो स्ट्रक्चरल स्क्याफोल्ड पनि होइन, किनकि स्ट्रक्चरल स्क्याफोल्ड्स जेनरली हामीले कोलाजेन, एसिटिन हैन, ट्युबुलिन जस्तो पोलिसेक्राइड्सहरू प्रोटिन स्ट्रक्चरमा युज गर्छौँ। त्यसै चाहिँ तपाईको करेन्सी, इनर्जी करेन्सी चाहिँ राइट एन्सर हो यसको है। अनि इनर्जी इन्हिबिटर पनि होइन, किनकि इनर्जी इन्हिबिटर तपाईको जेनरली बायोलोजिकल रोलमा चाहिँ युज हुँदैन यो, त्यही भएर चाहिँ तपाईको यो चाहिँ इनर्जी करेन्सी चाहिँ राइट एन्सर भयो। त्यसै गरी तपाईको 37 नम्बरमा हेर्न सक्छौँ हामी। 37 नम्बरमा के रहेछ, which of the following best distinguishes between saturated fats from unsaturated fats है। सैचुरेटेड फ्याट्स र अनस्याचुरेटेड फ्याट्सको मेन डिफ्रेन्सेस चाहिँ के रहेछ भनेपछि त एकदम जेनरली तपाईको सैचुरेटेड र ननस्याचुरेटेड कार्बन टु कार्बन बन्डको हो, नम्बर अफ एटम यो होइन। कार्बन टु कार्बन बन्ड डबल बन्ड चाहिँ जेनरली तपाईको सैचुरेटेड फ्याट्स र अनस्याचुरेटेड फ्याट्सको बेस्ट डिस्टिङ्ग्विस फिचर हो। त्यसै गरी 38 नम्बरमा हेर्न सक्छौँ हामी। विच अफ द फलोइङ इज हैन अनट्रु एबाउट लिपिड्स है। लिपिड्सको लागि अनट्रु चाहिँ के रहेछ, जुन चाहिँ ट्रु यसमा छैन, स्ट्रङली हाइड्रोफोबिक है। त्यसै गरी इन्सोलुबल इन वाटर है, यो चाहिँ लिक्विड इन्सोलुबल इन वाटर नै हुन्छ, ठिक छ। रिक्वायर्ड हैन, के रहेछ, त्यसपछि तपाईको रिक्वायर्ड अर्ग्यानिक सल्भेन्ट है। रिक्वायर्ड अर्ग्यानिक सल्भेन्ट यो पनि तपाईको ट्रु नै हो हैन। त्यसपछि सोलुबल इन वाटर है, यो चाहिँ होइन, इन्सोलुबल इन वाटर चाहिँ होइन, यो सबै हो। त्यसै भएर अनट्रु भनेपछि यो तपाईको राइट एन्सर भयो। त्यसै गरी 39 नम्बरमा हामीले हेर्न सक्छौँ। 39 नम्बरमा के रहेछ तपाईको, एस्ट्रोजेन, टेस्टोस्टेरोन एन्ड cortisols are example of estroids hormone. These organic compounds are all derived from a common precursor molecules which is है। जेनरली चाहिँ कुन हो त तपाई, ग्लुकोज, कोलेस्ट्रोल, प्लाज्मेटिक एसिड, ग्लिसरोल। सो ग्लिसरोल हुँदै होइन, प्लाज्मेटिक एसिड पनि होइन है। ग्लुकोज तपाईको टेस्टोस्टेरोन त्यस्तोमा हुँदैन भनेपछि यो कोलेस्ट्रोल चाहिँ तपाईको राइट एन्सर भयो। त्यसै गरी 14 नम्बरमा हेर्न सक्छौँ हामीले। 14 नम्बरमा के रहेछ, वाट इज द प्रोसेस कल्ड when a protein loses its specific 3-dimensional shape and functions due to factor like heat or pH changes। heat or pH changes मा त्यसको लागि चाहिँ हामीले जेनरली कुन युज गर्छौँ, हाइड्रोलाइसिस त हुँदै होइन, किनकि हाइड्रोलाइसिस ब्रेक्स द कोभ्यालेन्ट पेप्टाइड बन्ड बिट्विन एमिनो एसिड्स, यो चाहिँ होइन है। त्यसै गरी कन्डेन्सन होइन, किन कन्डेन्सन तपाईको सिन्थेटिक रिएक्सनमा जेनरली केमिकल बन्डहरू बनाउँछ, यो चाहिँ होइन। त्यसै गरी पोलिमराइजेसन होइन, यो चाहिँ रिपिटेटिङ मोनो पोलिमर्सहरूको युनिट फर्म गर्छ नि त, यो पनि होइन। सो डिनेचुरेसन, हिट आएपछि तपाईको डिनेचुरेसन भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौँ। त्यसै गरी 41 नम्बरमा हेर्न सक्छौँ हामीले। 41 नम्बरमा के छ, एन एससीआर क्यान बी टर्न है। एन एससीआर क्यान बी टर्न अन बाई एप्लाइङ। एससीआर चाहिँ के एप्लाई गरेपछि अन हुन्छ है।
तपाईँको एसी सप्लाई अन गर्ने हो कि भोल्टेज सप्लाई गर्ने हो कि तपाईँको रिभर्स हो कुन हो हैन टु एम्प्लिफाई फरवर्ड भोल्टेज ओन्ली हैन यो पनि फरवर्ड भोल्टेजले पनि हुँदैन एसी सप्लाईले मात्रै तपाईँको एससीआर चाहिँ टर्न हुन रिभर्स भोल्टेज पनि गयो भने हुन्न यसको लागि चाहिँ तपाईँको गेट पल्स एलङ विथ फरवर्ड भोल्टेज है गेट पल्स विथ फरवर्ड भोल्टेज चाहिँ यसको करेक्ट एन्सर हो त्यसै गरी 42 नम्बरमा व्हाट इज द मेन पर्पज अफ युजिङ एन्ड अप्टोकपलर इन बायोमेडिकल इक्विपमेन्ट है यो एकदमै फ्रिक्वेन्टली सोधिरहेको क्वेसन हो अप्टोकपलर के को लागि दुईटा पार्टलाई चाहिँ तपाईँको कपलिङ गर्नलाई चाहिँ जेनरली अप्टोकपलर युज हुन्छ इट इज कन्भर्ट एसी टु डीसी यो चाहिँ हुँदै होइन है एसी टु डीसी होइन त्यसपछि इट इन्क्रिजेस द सिग्नल फ्रिक्वेन्सी है यो पनि सिग्नल फ्रिक्वेन्सी पनि यसले जेनरली युज गर्दैन चाहिँ आइसोलेसन भन्ने कुरा एम्प्लिफिकेसनको लागि चाहिँ हुँदैन सो यसको करेक्ट एन्सर तपाईँको बी हो टु इलेक्ट्रिफाई आइसोलेट लो भोल्टेज प्यासन सर्किट फ्रम हाई भोल्टेज सर्किट है त्यसै गरी तपाईँको 43 नम्बरमा हामीले हेर्न सक्छौँ 43 नम्बर के रहेछ विच डिभाइस हेज हायर इनपुट इम्पिडेन्स हायर इनपुट इम्पिडेन्स कुनमा चाहिँ जेनरली हामीले हेर्न सक्छौँ भनेको तपाईको बीजेटी चाहिँ हुँदै होइन किनकि बीजेटी तपाईको करेन्ट कन्ट्रोल भयो है यो चाहिँ करेन्ट कन्ट्रोल्ड है करेन्ट कन्ट्रोल त्यसै तपाईको अब तपाईको जेफेट है जेफेट चाहिँ तपाईको यो पनि करेन्ट कन्ट्रोल्ड हो तपाईको यो भोल्टेज कन्ट्रोल है भोल्टेज कन्ट्रोल भयो मस्फेट चाहिँ तपाईको र डायोड है डायोडमा तपाईको के हुन्छ कि हेज लो डाइनामिक रेसिस्टेन्स योमा चाहिँ लो हुन्छ त्यसै भए तपाईको मस्फेट चाहिँ तपाईको हाई इनपुट इम्पिडेन्स चाहिँ मस्फेटमा जेनरली हामी हेर्न सक्छौँ त्यसै गरी विच अफ द फलोइङ इज अ लिनियर भोल्टेज रेगुलेटर है लिनियर भोल्टेज रेगुलेटर कुन हो योमा है लिनियर भोल्टेज हामीले जेनरली 7805 आइसीलाई चाहिँ हामीले लिनियर भोल्टेज रेगुलेटर भन्छौँ एलएम चाहिँ तपाईको एलएम 256 यो चाहिँ तपाईको स्टेप डाउनको लागि युज हुन्छ है स्टेप डाउनको लागि त्यसै गरी तपाईको 555 टाइमर चाहिँ यो चाहिँ तपाईको ओसिलेटर है ओसिलेसनको लागि ओएसएससीआईएलएलटी ओसिलेटरको लागि युज हुन्छ बल कन्भर्टर के को लागि युज हुन्छ जेनरली तपाईको डीसी टु डीसी स्विचिङको लागि चाहिँ हामीले बल कन्भर्टर युज गर्छौँ त्यसै गरी 45 नम्बरमा हामी हेर्न सक्छौँ 45 नम्बरमा के छ तपाईको एन आइडियल हैन एन आइडियल अपरेसनल एम्प्लिफायर हेज हाई इनपुट हाई गेन इन्फाइनाइट ब्यान्डविथ तपाईको जेनरली तपाईको यो धेरै क्वेसन सोधिरहेको हो है हाई गेन चाहिँ हुँदैन लो गेन हुन्छ यसमा तपाईको इन्फाइनाइट आउटपुट रेसिस्टेन्ट हुन्न जिरो इनपुट रेसिस्टेन्ट पनि हुँदैन यो तपाईको यसमा करेक्ट एन्सर भनेपछि हाम्रो इन्फाइनाइट ब्यान्डविथ है यो चाहिँ इन्फाइनाइट ब्यान्डविथ चाहिँ आइडियल अपरेसनल एम्प्लिफायरमा हुन्छ त्यसै गरी 46 नम्बरमा इन एन्ड इसिजी है इलेक्ट्रोकार्डियोग्राम फ्रन्ट इन्ड सर्किट द डिफरेन्शियल एम्प्लिफायर की performance parameter that indicates its ability to reject common mode signal CMMR है is called CMMR common mode rejection भन्यो नि त CMMR जेनरली युज गर्छौँ हामीले त्यसै गरी 47 नम्बरमा हामीले हेर्न सक्छौँ ब्रिज रेक्टिफायर इज एन अल्टरनेटिभ फर है ब्रिज रेक्टिफायर चाहिँ कसको अल्टरनेटिभ हो भनेपछि ब्रिज रेक्टिफायर फुल वेभ पनि रेक्टिफायर यसलाई भनिन्छ त्यही भएर चाहिँ तपाईको फुल वेभ रेक्टिफायर चाहिँ यसको ब्रिज रेक्टिफायरको अल्टरनेटिभ हो तपाईको हाफ वेभ त हुँदै हुन्न हाफ वेभ रेक्टिफायर नन अफ द एबोभ हुँदै हुन्न त्यसै गरी 48 नम्बरमा हामीले हेर्न सक्छौँ 48 नम्बरमा के छ तपाईको which terminal of a BJT is responsible for controlling the large current flow through
फ्लो बिट्विन द टु टर्मिनल है, दुईटा टर्मिनलको बिचमा चाहिँ कुन करेन्ट फ्लो गर्छ, ड्रेन करेन्ट होइन, किनकि यो बिजेटी हो, यो चाहिँ ड्रेन करेन्ट हुँदै होइन। त्यसपछि तपाईँको बायस बेस बिजेटी है, तपाईँको ड्रेन इमिटर बेस र कलेक्टर हुन्छ। तपाईँको के भनिएको छ, करेन्ट फ्लो बिट्विन टु टर्मिनल, करेन्ट फ्लो तपाईँ बेसबाट जेनरली करेन्ट कन्ट्रोल फ्लो गर्छ, किनकि इट इज अ करेन्ट कन्ट्रोल्ड बिजेटी एप्लाइङ ए स्मल बेस करेन्ट होइन, आइबी हामीले सप्लाई गर्छौँ होइन, आइबी। त्यसै तपाईँको यो आइई भयो, अनि आइसी भनेको कलेक्टर करेन्ट भयो। सो यसको आइबी तपाईँको बेस चाहिँ करेक्ट एन्सर भयो। त्यसै गरी 49 नम्बरमा हेर्न सक्छौँ, विच अफ द फलोइङ इज रङ एबाउट थ्रेसोल्ड voltage VT in a MOSFET इलेक्ट्रोनिक सर्किट है। MOSFET इलेक्ट्रोनिक सर्किटको लागि चाहिँ कुन युज हुन्छ भनेपछि तपाईँको यो विच अफ द फलोइङ इज रङ है, रङ बनिएको छ। VT को लागि चाहिँ कुन रङ हो भनेपछि VT रङ, VT कुन हो, VT इज इन्डिपेन्डेन्ट अफ एन आयन इम्प्लान्टेसन। यो चाहिँ तपाईँको VT चाहिँ इम्प्लान्टेसन के भन्छ, इम्प्लिमेन्टेसन, इन्डिपेन्डेन्ट आयन इम्प्लान्टेसन। सो यो चाहिँ तपाईँको VT इन्डिपेन्डेन्ट इम्प्लान्टेसन हुँदैन है, यो चाहिँ रङ भयो। इट इज इन्डिपेन्डेन्ट है, इट इज इन्डिपेन्डेन्ट स्ट्रङली डिपेन्डेन्ट है, यो चाहिँ तपाईँको रङ स्टेटमेन्ट होइन, हेर्न सक्नुहुन्छ, यो चाहिँ रङ स्टेटमेन्ट हो। इट इज फुल्ली स्ट्रङली डिपेन्डेन्ट हुन्छ, यो चाहिँ राइट भयो, यो पनि राइट भयो, यो पनि राइट भयो। सो चाहिँ ए नम्बर इज द करेक्ट एन्सर, किनकि रङ भनेको छ नि त यहाँ। यो कुराहरू रङ भनेपछि हामीले एकदम ध्यान दिएर हेर्नुपर्छ। त्यसै गरी अब अरू तपाईँको 50 वटा क्वेसन जुन बाँकी छ होइन, त्यो अर्को भिडियोमा लिएर आउँछु। सो फर मोर बायोमेडिकल रिलेटेड MCQs होइन, like, share and subscribe to Biomed Diaries.